म सबै घुमिसकेँ। यस्तो छ है गाइस गाउँ चाहिँ। हेलो फाइनल्ली वेलकम ब्याक टु माई च्यानल। र अहिले चाहिँ हामी मुस्ताङ मार्फा हिँडेको लगायत झुमसुम बजारदेखि मार्फाको यात्रामा है हामी चाहिँ पैदल यात्रामा छौँ है। यस्तो छ है मुस्ताङको भ्यूहरू चाहिँ। दुईजना मात्रै बिन्दास तरिकाले हिँड्दैछौँ है चिलमा। रमाइलो भइरहेछ हिँड्नु पनि है, कहिलेकाहीँ हिँड्नु पनि पर्छ। फिजिकल हुन्छ नि, फिजिकल अनि स्वास्थ्यको लागि पनि राम्रो हो है। र गाइज यो चाहिँ स्याङ है, स्याङमा हामीले होटल खोजेको पाएन, बसेर जाउँ। अब कतिवटा होटल पाउँछ टक्क पसेर होइन, यसो जाडो साडो हुन्छ नि त्यता, अनि यसो तात्दिउँ भनेको गाइज कति बेला हुन्छ। गाइज हामी चाहिँ मुस्ताङमा है स्याङमा भाइको मौसममा आइसकेको छौँ है। एकदम हेर्छ है भाइ छ है, मुस्ताङको बारेमा सबै बताइसकेको छ, अनि यहाँ पसल पनि छ है। र हामी चाहिँ अहिले मार्फा हिँडेको केटाहरू यता छ है। दामी लागेको छ है, पसलहरू पनि दामी एकदम बस्नलाई बबाल। यता ऱ्यापर है, ऱ्यापर VI2 एउटा ऱ्याप जाओस् न त छिरान। DI1 हो त हौ, हामीलाई सिक्ने टाइमै मिल्दैन हौ। ल गाइज फाइनली अब ऱ्याप जान्छ हरेक दिन साँझ परेपछि भट्टी आउँछु म त, अरू त छैन लोककथा र अति लाउँछु, कमाएर छुट्टै पाराको मजा कति पाउँछु। ए झ्याप भएपछि आफ्नो गीतमा आफै गाउँछु। ए भाउजू म त झ्याप, म त कस्तो मातेको, ज्यान हल्का तातेको, खानालाई आतेको, मिठो सुकुटी सातेको, म त चिल माछु, मेरो साथीले चाहिँ छादेको सुकेको निर्देव कि क्या हो। होटलमा बसे परे बाल कप्सको अगाडिमा हाँसिदिन्छु टिप्प, जडिया भन्छ तर म छु अलिक जेन्टलमेन। गजा लभ यु सेन्थेरेम लोकल पारा ओइ छैला चिउरा ओइ चटमरी ओइ दारु भर यो दारु भर सबै थप ओइ तोरी यता सुन कान खोली, बन्दुकको गोली भन्दा तेज यो पदमको बोली, बाँच्नु सपना भोलि विपना